गाइज हिजो नेपालले वेस्ट इन्डिजलाई हराएर इतिहास रचिसकेको छ। तर त्यो इतिहासमा जहाँ 11 खेलाडीले यो इतिहासलाई पहिलोचोटि बनाए गाइज, तिनी खेलाडीहरू मध्ये सन्दीप लामिछानेको नाम छैन कतै पनि। किन सन्दीप लामिछाने हिजोको म्याचमा खेल्न सकेनन्, यो प्रश्न हरेक ठाउँमा उठिरहेछ। चाहे नेपाल होस्, चाहे विदेश हो, चाहे कुनै पनि कन्ट्रिज हो जसले नेपाल टिमलाई चिनेको छ, हरेक मान्छेले यो क्वेसन सोधिरहेछ गाइज। सो गाइज, यो जानकारी दिनुभन्दा पहिला तपाईहरूलाई मैले एउटा सानो निवेदन गर्न चाहन्छु कि यो च्यानललाई सब्स्क्राइब अवश्य गरिदिनु होला। यो भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक, कमेन्ट एन्ड सेयर गर्न नबिर्सनु होला गाइज। सो लेट्स मुभ टु आवर मेन टपिक, किन सन्दीप लामिछाने प्लेइङ 11 मा पर्न सकेनन् गाइज। अब गाइज यसको एन्सर खोज्ने भनेपछि एउटा कुरा बाहिर निस्केको छ कि सन्दीप लामिछाने अहिलेको टाइममा नेपाल क्रिकेट बोर्डसित, क्यानसित कुनै पनि अनुबन्धनमा छैनन् गाइज। सो सन्दीप लामिछाने इज नट प्लेइङ अन्डर नेपाल क्रिकेटिङ बोर्ड। उहाँले इन्कार गर्नुभयो कि नासा सिक्युरिटिजको टी सर्टको लोगो लगाउनुको लागि। अब जसरी कि जति पनि प्लेयरहरू छन् हैन, जति पनि करारमा छन्, उहाँको कम्पलसरी के भइहाल्छ भनेपछि जसले स्पोन्सर गरिरहेको छ उसको टी सर्ट लगाउनु पर्छ हैन। अब यो त करारमै छ। तर यहाँ सन्दीप लामिछाने के भन्छन् भनेपछि तपाईको करार चाहिँ नेपाल क्रिकेट बोर्डसित छ। मलाई त पैसा तिर्नु भएको छैन, किनकि मैले त कुनै स्यालेरी, मैले त कुनै सुविधाहरू, एक्स्ट्रा सुविधाहरू छन् मैले नेपाल क्रिकेट बोर्ड पाएको छैन। सो मैले त्यो स्पोन्सरशिपको टी सर्ट लगाइदिएर मैले किन प्रचार गर्दिने भन्ने कुरा उहाँको छ। अब यो अडानमा सन्दीप लामिछाने थिए, त्यही भएर चाहिँ सन्दीप लामिछानेको यो जुन माग थियो कि हैन मलाई चाहिँ मेरो कन्ट्र्याक्ट चाहिँ छुट्याउनु पर्छ, सो यो मागलाई जब पूरा गरिएन तब सन्दीप लामिछानेले भने कि म अब यो प्लेइङ 11 मा खेल्दैन भनेर उहाँले अडान राखे। अनि त्यस्तै भयो। अनि सन्दीप लामिछाने प्लेइङ 11 मा पहिला जहाँ खेल्नेवाला थिए त्यहाँबाट प्लेइङ 11 मा तिनी पर्न सकेनन्। एन्ड हामीले देख्यौं कि सन्दीप लामिछानेको भाइ टिम गयो एन्ड जित्यो। अब गाइज यो सबै भयो हैन, नेपालले जित्यो, त्यो त एउटा राम्रो साइडमै छ, ठिक छ, नेपालले जित्यो। तर नेपालले नजितेको भइदिए अब कहीँ न कहीँ यसको जुन सबभन्दा ठुलो एउटा कारक हुने थियो सायद सन्दीप लामिछाने हुने थिए। सो यहाँ सन्दीप लामिछानेको बारेमा अब यो डिसिजन कि सन्दीप लामिछानेले यो गरे यो राम्रो हो कि बेठिक हो कि के हो हैन, यसको बारेमा अब कुरा गर्ने भनेपछि अब सन्दीप लामिछानेको आफ्नो आर्थिक एउटा रिजन छ हैन। उहाँले आफ्नो व्यक्तिगत रिजन दिनुभयो कि हैन मैले यो कारणले मैले खेल्न सक्दैन। तर मलाई के लाग्छ भनेपछि यसको निष्कर्षमा जाने भनेपछि कि सन्दीप लामिछाने उहाँ एउटा सबभन्दा धेरै मानिने क्रिकेटर हुनुहुन्छ। उहाँले पुरा देश विदेशमा नेपालको नाम फेमस गर्नुभयो हैन, पपुलारिटी दिलाउनुभयो, नेपाली क्रिकेटलाई पहिचान दिलाउनुभयो। तर यसको मतलब यो हैन कि आजको डेटमा सन्दीप लामिछानेले आफ्नो मनमानी गर्ने हैन। अब फर्स्ट टाइम के गर्नुभयो भनेपछि उहाँले आफ्नो कन्ट्र्याक्टबाट बाहिर निस्किनु भयो। अब के कारण भयो कन्ट्र्याक्टबाट, किन निस्किनु भयो, किन निस्किनु भएन हैन, त्यो त अब म त्यसमा जान्न, उहाँको आफ्नो व्यक्तिगत कुरा होला हैन। तर मलाई के लाग्छ भनेपछि यस्तो ठुल्ठुलो म्याचहरुमा हैन आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि आफ्नो कन्ट्रीको लागि कुनै पनि प्लेयरले खेल्नु पर्छ हैन। अब हामीले रिप्रेजेन्ट गर्ने भनेको आफूलाई हैन के, एउटा टिममा भइसकेपछि हामीले आफ्नो देशलाई, आफ्नो कन्ट्रीलाई फर्स्ट राखेर गर्नुपर्छ। सो यदि तपाईको कुनै समस्या छ, कुनै हैन कहीं फाइनान्शियली या केही चीजमा तपाईको प्रब्लम छ भनेपछि त्यसलाई चाहिँ पछि पनि सर्ट आउट गर्न सकिन्छ। तर त्यो हैन कि तपाईले एउटा हडताल गरे जस्तै हैन म खेल्दै खेल्दैन बच्चा पारा देखाएर त हुँदैन नि त। तपाई एउटा जानेको मान्छे हो, बुझेको मान्छे हुनुहुन्छ एन्ड तपाईको पहिचान भनेको क्रिकेट खेलेर हो के हैन। तपाई नखेलेको भइदिए यो नाम तपाईको हुने थिएन। सो नाम तपाईले बनाउनु भएको छ, त्यो आफ्नो पहिचान बनाउनु भएको छ त्यो क्रिकेटबाट हो। तपाईले खेल्दै खेल्नुहुन्न, अब नखेल्ने भनेर अडान राख्नु छ भनेपछि त अब सरी टु से बट आउनेवाला टाइममा तपाईको लागि राम्रो हुनेवाला छैन, मलाई यस्तै लाग्छ हैन। अब तपाईहरुले कसरी देख्नुहुन्छ गाइज, तपाईले प्लिज कमेन्ट गरेर भनिदिनु होला। बट मलाई लाग्छ कि नेशनल ड्युटी सबभन्दा अगाडि हुन्छ एन्ड यो सानातिना कुराहरु हैन यिनीलाई पछि बसेर टेबल टक गर्दा पनि हुन्छ, यिनलाई बिस्तारै बिस्तारै सर्ट आउट गर्दा पनि हुन्छ हैन। तर त्यो हैन कि हैन देशको लागि खेल्ने हो अनि त्यो बेलामा हैन म खेल्दै खेल्दैन, म गर्दै गर्दैन हैन, बलिङ गर्दैन भनेर चाहिँ एकातर्फ लाग्ने चाहिँ कुरा एकदमै ठीक लाग्दैन मलाई। यस्तो ठीक पनि हैन होला जस्तो मलाई लाग्छ हैन। एज अ टिम हामी खेलिरहेछौँ भनेपछि हरेक मान्छेको, हरेक प्लेयरको एउटा कन्ट्रिब्युसन हुन्छ। सो उहाँ कन्ट्रिब्युट के गर्न सकिन्छ, कुन तरिकाले आफ्नो टिमलाई जिताउन सकिन्छ हैन, त्यसमा हामीले जानुपर्छ जस्तो मलाई लाग्छ हैन। अब यस्तै कारण हो भनेपछि यो कुरा ठीक हो। अब यो बाहेक अरू के कारण हो भनेपछि यो जुन मैले कुरा गरेँ त्यसको लागि म माफी
माग्न चाहन्छु यदि म ठिक होइन, यस्तो कुरा होइन भनेपछि। तर यस्तै कुरा छ भनेपछि मलाई लाग्छ कि म एकदमै धेरै हर्ट भएको छु उहाँको यो डिसिजनबाट। मलाई लाग्छ कि उहाँले रिथिङ्क गर्नुपर्छ आफूलाई अनि फेरि लिएर चल्नुपर्छ कि कहाँ उहाँको गल्ती भइरहेको छ, के चिज उहाँले गलत गरिरहनु भएको छ। यति धेरै प्राउडनेस होइन, आफूमा लिएको पनि राम्रो होइन, समग्रमा टिममा लिएर चल्नुपर्छ अनि टिमलाई जिताउने, देशलाई अगाडि बढाउने काम गर्नुपर्छ जस्तो मलाई लाग्छ गाइज। तपाईँहरूले कसरी सोच्नुहुन्छ प्लिज कमेन्ट अवश्य गरिदिनु होला। एन्ड भिडियो राम्रो लाग्यो भनेपछि लाइक, कमेन्ट एन्ड सेयर अवश्य गरिदिनु होला एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला गाइज। सो फेरि भेटौँला अर्को भिडियोमा।